टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिँडौं सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। धनुषाको 1 जना सहित पाटन अस्पतालमा 2 जना कोरोना संक्रमितको मृत्यु सम्बन्धी प्रसङ्गबाट। पाटन अस्पतालमा 2 जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा सोमबार साँझ काठमाडौँ र धनुषाका एक गरी 2 जनाको कोरोना संक्रमितको मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ 6 गते पाटन अस्पताल भर्ना भएका काठमाडौँका 74 वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो। त्यसै गरी गत साउन 25 गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका 76 वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ। पर्साका 1 जना पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जमा रहेको अस्थायी कोभिड विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साले जनाएको छ। जिरा भवानी गाउँपालिका वार्ड नम्बर 4 का 68 वर्षीय पुरुषको आइतबार राति 10 बजे ज्यान गएको थियो। मृत्युपछि स्वाब सङ्कलन गरिएकोमा हिजो बेलुकी कोरोना संक्रमण भएको रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी विधिबाट उपचारत गराएका 2 पुरुषको मृत्यु भएको छ। 68 वर्षीय पुरुषमा पहिलो र 67 वर्षीय पुरुषमा दोस्रो पटक प्लाज्मा थेरापी गरिएको थियो। सुनसरीको धरान बरगाछीका 68 वर्षीय पुरुषमा आइतबार बेलुका दोस्रो पटक प्लाज्मा थेरापीको तयारी गरेको थियो। त्यही बेला प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा उनको मृत्यु भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डाक्टर सञ्जीव कुमार शर्माले बताए। फोक्सोमा संक्रमण फैलेपछि 15 दिन अघि अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो। 67 वर्षीय पुरुषको प्लाज्मा थेरापी गरेको 24 घण्टा नबित्दै मृत्यु भएको हो। उनी पनि धरान बरगाछीका हुन्। यसअघि बरगाछीकै 71 वर्षीय महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। कोरोना संक्रमणको तीव्र गतिसँगै र मृत्यु दर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भरिएको घोषणा गरिएको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको 3 तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्थापन पनि खारेज गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमान्ड सेन्टरका पदाधिकारी सहित कोभिड-19 को रोकथाम तथा नियन्त्रण सम्बन्ध बसेको बैठकले खारेज गर्न निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार यसअघि वर्गीकरण गरिएका लेभल 1, 2 र 3 लगायत सबै अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको छ। पार्टीभित्रको विवाद समाधानको लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले बुझाएको प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक भएको छ। प्रतिवेदन मार्फत कार्यदलले अध्यक्ष दय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन गरिएको मङ्सिर 4 गतेको सहमतिलाई आधार मानेर गर्नुपर्ने सुझाव दिएको छ। ओलीले प्रतिनिधि सभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी संरचनात्मक गर्ने गरी अघि बढ्न सुझाव दिएको छ। मङ्सिर 4 गतेको सहमतिमा पनि ओलीले 5 वर्ष सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने भनिएको थियो। पार्टी विवाद अन्त्य सम्बन्धी प्रस्ताव तयार गर्न गठित कार्यदलले कोभिड-19 महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थानमा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सुझाव दिएको छ। महामारीले सृजना गरेको चुनौतीको सामना
सीमा समस्याको समाधान चुनौती घोषणा पत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताको कार्यान्वयन जस्ता विषयमा काम केन्द्रित गर्न कार्यदलले सरकारलाई सुझाव दिएको छ। आगामी 3 दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव हुनुको सँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्प युक्त हावाको समेत सामान्य प्रभाव रहेको छ। आज दिउँसो देशभर सामान्यता बदली रही केही स्थानमा मेघ गर्जन र चट्यान सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1 बागमती प्रदेश र कर्णाली प्रदेशका 1 र 2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ। राति देशभर सामान्यता बदली रही धेरै स्थानमा मेघ गर्जन चट्यान सहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1 बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5 र कर्णाली प्रदेशका 1 र 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार पनि प्रदेश 1 बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5 र कर्णाली प्रदेशका 1 र 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहिबार केही स्थानमा मेघ गर्जन र चट्यान सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशका 1 र 2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहिबार राति प्रदेश 5 का 1 र 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा एकै दिन 59,000 भन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो 24 घण्टामा 59,696 जना संक्रमित भएसँगै मङ्गलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणको संख्या 31,64,881 पुगेको छ। संक्रमितको यो संख्या एसियाली प्रदेश सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो हो। संक्रमित मध्ये अहिलेसम्म 24,03,101 जना संक्रमित भएका छन् भने 7,03,234 जनाको उपचार भइरहेको छ। यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले 58,000 भन्दा बढीको मृत्यु भइसकेको छ। पछिल्लो 24 घण्टामा 854 जनाको मृत्यु भएपछि भारतमा मङ्गलबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या 58,546 पुगेको वर्ल्डोमिटरले जनाएको छ। हस्त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।